नेपालमा मौद्रिक नीति वर्तमान अवलोकन। नमस्कार साथीहरू, म दिपेन्द्र एजुकेसनबाट यहाँहरूलाई स्वागत छ। आजको विषय रहेको छ मौद्रिक नीति, मोनेटरी पोलिसी र खास गरी नेपालको वर्तमान मौद्रिक नीति के हो, कसरी काम गर्दछ र यसको प्रभावहरू के रहेका छन् भन्ने कुरा। मौद्रिक नीतिको अर्थ अर्थात् मौद्रिक नीति भनेको के हो? मौद्रिक नीति भन्नाले केन्द्रीय बैंकले पैसाको आपूर्तिको मात्रा, ब्याज दरहरू, तरलता प्रवर्धन र बैंकिङ प्रणाली नियन्त्रण गरी अर्थतन्त्र सञ्चालन गर्ने एउटा नीति हो। मौद्रिक नीति भनेको कुनै पनि देशको केन्द्रीय बैंक अर्थात् नेपालमा नेपाल राष्ट्र बैंकद्वारा अर्थतन्त्रको मुद्रा आपूर्ति, ब्याज दर र कर्जाको व्यवस्थापन गर्न लागू गरिने नीति नै हो। यसको मुख्य उद्देश्य मूल्य स्थिरता, महँगी नियन्त्रण गर्नु, आर्थिक वृद्धि, मुद्रा दर स्थिरता, वित्तीय स्थिरता जस्ता आर्थिक लक्ष्यहरू प्राप्त गर्नु रहेको हुन्छ। नेपालमा मौद्रिक नीतिको ऐतिहासिक पृष्ठभूमि। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 2058-59, 2001-02 देखि प्रति वर्ष मौद्रिक नीति जारी गर्दै आएको छ। हाल आएर यसले अर्धवार्षिक समीक्षा सँगसँगै त्रैमासिक समीक्षाहरू पनि गरिरहेको छ। नयाँ कानुन र विश्व अर्थतन्त्रको परिवर्तन सँगसँगै मौद्रिक नीति पुरानो भन्दा बढी लचिलो र निर्देशनात्मक प्रवृत्तिमा आइरहेको हामी देख्छौँ। नेपाल राष्ट्र बैंक ऐन 2058 अन्तर्गत यसले मौद्रिक र विदेशी विनिमय नीति निर्धारण गर्ने अधिकार पाएको छ नेपाल राष्ट्र बैंकले। अब मौद्रिक नीतिका प्रकारहरूको कुरा गर्ने हो भने मौद्रिक नीति मुख्य गरी दुई प्रकारका रहेका हुन्छन्। एउटा चाहिँ विस्तारमुखी अर्थात् रुपैयाँ पैसाको फैलावट गर्ने गरी, विस्तार गर्ने गरी बजारमा धेरैभन्दा धेरै मुद्रा, धेरैभन्दा धेरै रकम पठाउने गरी मौद्रिक नीति रहेको हुन्छ भने त्यसरी अर्को भनेको सङ्कुचनकारी मौद्रिक नीति अर्थात् जसलाई चाहिँ हामी एक्सपान्सनरी फैलावट र कन्ट्राक्सनरी सङ्कुचित मौद्रिक नीति भन्ने गर्दछौँ। एक्सपान्सनरी मोनेटरी पोलिसीमा सिम्पली के हुन्छ भने बजारमा पैसाहरू बढी सप्लाई गर्ने गरी काम गरेको हुन्छ सेन्ट्रल बैंकले। बैंकहरूको हातमा बढी पैसा दिने, पब्लिकहरूको हातमा बढी पैसा पुर्याउने काम गरिरहेको हुन्छ भने सङ्कुचनकारी मौद्रिक नीतिमा चाहिँ सेन्ट्रल बैंकले चाहिँ बजारबाट पैसालाई चाहिँ एब्जर्ब गर्ने, तान्ने, त्यसलाई चाहिँ सङ्कुचित गर्ने काम गरिरहेको हुन्छ। विस्तारकारी मौद्रिक नीति अर्थात् एक्सपान्सनरी मोनेटरी पोलिसीको मुख्य उद्देश्य भनेको मुद्रा आपूर्ति वृद्धि गर्नु रहेको हुन्छ। यो कसरी गरिन्छ त भन्दा ब्याज दर घटाएर र कस्तो समयमा गरिन्छ भन्ने कुरामा जनरली रिसेसन, मन्दीको समयमा, बेरोजगारी बढी भएको समयमा आर्थिक गतिविधिहरू बढाउनुको लागि यस्तो नीतिहरू ल्याउने गर्दछ। सामान्यतया यस अन्तर्गत प्रयोग गरिने उपकरणहरू, टुल्सहरू भनेको बैंक दरलाई घटाइदिन्छ अर्थात् केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई लगाउने ब्याज दर चाहिँ घटाइदिएको हुन्छ। खुला बजार कारोबारबाट आपूर्ति बढाउने काम गर्छ, बजारमा सप्लाई अफ मनी बढाउने काम गर्दछ। जसो यसको लेटेस्ट इक्जाम्पल हेर्ने हो भने कोभिड-19 पछिको समयमा नेपाल राष्ट्र बैंकले ब्याज दर घटाएर अर्थात् बैंक दर घटाएर कर्जा प्रभाव बढाउनुको लागि प्रयास गरेको हामी पाउँछौँ। सङ्कुचनकारी मौद्रिक नीति अर्थात् कन्ट्राक्सनरी मोनेटरी पोलिसी, यसको मुख्य उद्देश्य भनेको मुद्राको आपूर्ति घटाउने र ब्याज दर बढाउनु रहेको हुन्छ अर्थात् बजारबाट पैसाको प्रचलनलाई चाहिँ घटाउने काम गर्ने गर्दछ। यो विशेष गरी महँगाईको समयमा, मुद्रास्फीतिको समयमा यस्तो प्रकृतिको मोनेटरी पोलिसी, मौद्रिक नीति ल्याउने गर्दछ, जो चाहिँ विशेष गरी यसमा उपयोग गरिने मौद्रिक उपकरणहरूमा बैंक दरहरू वृद्धि गर्नु, कर्जा आपूर्ति घटाउने कामहरू गर्दछ। यो विशेष गरी महँगी भइरहेको बेला चाहिँ महँगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले चाहिँ विभिन्न त्यस्ता नीतिगत दर र अन्यहरूको प्रयोग गरेर पनि यो प्रकृतिको मोनेटरी पोलिसी अर्थात् सङ्कुचनकारी मोनेटरी पोलिसीलाई चाहिँ प्रयोगमा ल्याउने गर्दछ। अब मौद्रिक नीतिका उपकरणहरूको कुरा गर्ने हो, जुन अहिले हामीले चाहिँ विभिन्न प्रकारका मौद्रिक नीतिहरूमा विभिन्न उपकरणहरू प्रयोग गरेर नेपाल राष्ट्र बैंकले चाहिँ मौद्रिक नीतिलाई चाहिँ प्रयोगमा ल्याउँछ भन्ने कुरा गऱ्यौँ। त्यस्ता मौद्रिक नीतिका उपकरणहरू के रहेका हुन्छन् भन्ने कुरामा मुख्य गरी मोनेटरी पोलिसी दुई प्रकृतिका टुल्सहरू युज गर्ने गरी मार्केटमा आएको हुन्छ। एउटा चाहिँ परिमाणात्मक उपकरण जसलाई चाहिँ हामी क्वान्टिटिभ टुल्स भनेर भन्छौँ र अर्को भनेको गुणात्मक उपकरण जसलाई चाहिँ क्वालिटेटिभ टुल्स भन्छौँ। अब परिमाणात्मक उपकरण भनेको ठ्याक्कै हाम्रो चाहिँ एलोप्याथिक औषधि या एन्टिबायोटिक औषधि जस्तो, जो चाहिँ खाने बित्तिकै जसले के गर्छ त असर देखाउँछ। तर गुणात्मक उपकरण भनेको हाम्रो आयुर्वेदिक टाइपको या भनौँ कुनै अन्य नेचुरल मेथडहरू हुन् जसले चाहिँ के गर्छ भन्दा लङ टर्ममा यसको इम्प्याक्ट चाहिँ देखिने गर्दछ। अब परिमाणात्मक उपकरण अर्थात् क्वान्टिटिभ टुल्समा जाउँ। यसमा चाहिँ मुख्य गरी यसले चाहिँ
तीन प्रकृतिका मेथडहरू युज गरिरहेको हुन्छ। बैंक दर एउटा महत्त्वपूर्ण रहेको हुन्छ, अर्को भनेको ओपन मार्केट अपरेसन खुला बजार कारोबार रहेको हुन्छ भने त्यसैगरी अर्को भनेको वैधानिक व्यवस्थाहरू जसलाई चाहिँ हामी CRR र SLR को रूपमा लिने गर्दछौँ। यसरी तीनवटा मेथडहरूबाट चाहिँ यो परिमाणात्मक उपकरणहरू प्रयोग गर्ने गर्दछ। अब बैंक दर भनेको के हो त भनेर भन्दा सेन्ट्रल बैंकले बैंक वित्तीय संस्थाहरूलाई लगाउने ब्याज दर, बैंक वित्तीय संस्थालाई सर्ट टर्ममा फन्डको आवश्यकता परेर उनीहरू सेन्ट्रल बैंकमा गएर कुनै ऋण माग गर्दछन् भने त्यो ऋणमा सेन्ट्रल बैंकले कुन ब्याज दर चार्ज गर्दछ यसलाई भनिन्छ बैंक दर। अब यो ब्याज दर अधिक चार्ज गर्यो भने स्वाभाविकले बजारमा ब्याज दर बढ्छ, किनभने बैंकहरूले महँगोमा ऋण पाउँछ र त्यसलाई चाहिँ बजारमा बेच्दा पनि उनीहरूले महँगोमा बेच्ने गर्दछ। त बैंक दर बढाउँदा बजारमा ब्याज दर महँगो हुन्छ, जसले चाहिँ डिमान्ड अफ मनी घटाउँछ। अर्को भनेको बैंक दर कम भयो भने बैंक वित्तीय संस्थाले सस्तोमा ऋण पाउँछ र सस्तोमा पाएको ऋणलाई चाहिँ बजारमा बेच्दा उनीहरूले सस्तोमा बेच्छ। अर्थात् बजारमा कुनै एउटा बैंकले कुनै एउटा व्यापारी व्यक्तिहरूलाई चाहिँ सस्तोमा ऋण दिने हो भने उनीहरूले बढी ऋण माग गर्ने गर्दछन्। स्वाभाविकले के हुन्छ त मनी सप्लाई मार्केटमा बढ्छ। त बैंक रेट युज गरेर मनी सप्लाई बढाउने कि मनी सप्लाईलाई चाहिँ घटाउने भन्ने काम सहज रूपले गरिरहेको हुन्छ। त्यसैगरी अर्को भनेको खुला बजार कारोबार ओपन मार्केट अपरेसन। बैंक रेटमा बैंक फाइनेन्सियल इन्स्टिट्युसनहरू सेन्ट्रल बैंकलाई आफ्नो इच्छा अनुसार आफ्नो आवश्यकता अनुसार ऋण माग्न जाने गर्दछन्। खुला बजार कारोबारबाट सेन्ट्रल बैंकले चाहिँ बैंक वित्तीय संस्थाहरूलाई कुनै डिपोजिट स्किममा सहभागी गराउने गर्दछ। कहिलेकाहीँ बजारबाट निक्षेप सङ्कलन गरेर अर्थात् बजारमा बैंक वित्तीय संस्थालाई कुनै ब्याज दर अफर गरेर ल तिमीहरूको रकम चाहिँ यहाँ डिपोजिट गर्न ल्याऊ, तिमीहरूलाई म ब्याज दिन्छु भन्ने किसिमले गरिरहेको हुन्छ भने अर्कोतिर ओपन मार्केट अपरेसनबाटै त्यस्ता कुनै सेक्युरिटिजहरू सेल गरेर मार्केटमा सप्लाई अफ मनी पनि बढाउन सक्छ। त ओपन मार्केट अपरेसन अर्को एउटा बेस्ट टुल हो, एउटा अर्को क्वान्टिटेटिभ टुल्स हो जसले चाहिँ के गर्छ त भनेर भन्दा मनी सप्लाईलाई बढाउने कि घटाउने काम गर्छ। त्यस पछाडि वैधानिक व्यवस्था हो, वैधानिक यो के अरे स्ट्याट्युटरी प्रोभिजनहरू जसमा चाहिँ CRR र SLR मुख्य रूपमा रहेको हुन्छ, जसमा CRR भनेको क्यास रिजर्भ रेसियो नगद तरलता अनुपात। यसमा चाहिँ बैंक वित्तीय संस्थाले कुनै निश्चित रकम निश्चित स्वरूप कलेक्सन गरेको छ भने त्यो रकमको सर्टेन हिस्सा चाहिँ हामीले के गर्नुपर्छ सेन्ट्रल बैंकमा रिजर्भ राख्नुपर्ने हुन्छ, सेन्ट्रल बैंकमा एज अ क्यासकै रूपमा राख्नुपर्ने हुन्छ। त्यसलाई भनिन्छ नगद तरलता अनुपात। यसले के गर्छ भने जति रकम सेन्ट्रल बैंकमा राखिन्छ त्यो रकममा न ब्याज पाउँछ बैंक वित्तीय संस्थाले, न त्यो रकमलाई फर्दर कहीँ उनीहरूले लगानी गर्न पाउँछ। यसले गर्दा त्यो रकम बढाइदिने हो भने धेरै रकम कहाँ जान्छ सेन्ट्रल बैंकमा गएर थन्किन्छ। त्यही रेसियोलाई घटाइदिने हो भने त्यो के गर्छ त बजारमा सप्लाई बढ्छ। जसो अहिले मानौँ कुनै समयमा 5% CRR भएको छ भने त्यसलाई घटाएर 4% गर्नु भनेको 1% रकम बढी, अर्थात् 100 रुपियाँ डिपोजिट आएकोमा 5 रुपियाँ राख्दा र 100 रुपियाँ डिपोजिट आएकोमा 4 रुपियाँ राख्दा भनेको 1 रुपियाँ बढी बजारमा सप्लाई गर्न सकिन्छ। यसले गर्दा कहीँ न कतै क्यास रिजर्भ रेसियो CRR चाहिँ घटाइदिने हो भने बजारमा सप्लाई मनी बढ्छ। अब अघि 5% को स्ट्यान्डबाट 6% CRR गरिदिने हो भने 100 रुपियाँमा 6 रुपियाँ चाहिँ कहाँ गरेर राख्नु पर्यो त सेन्ट्रल बैंकमा एज अ CRR को रूपमा राख्नु पर्यो। यसले 6 रुपियाँ चाहिँ बैंक फाइनेन्सियल इन्स्टिट्युसनले मार्केटमा इन्भेस्टमेन्ट गर्न पाएन। त यसले कहीँ न कतै के गर्छ सप्लाई अफ मनी मार्केटमा घटाउँछ। त्यसैगरी अर्को रहेको छ वैधानिक तरलता अनुपात जसलाई चाहिँ स्ट्याट्युटरी लिक्विडिटी रेसियो भन्छौँ। यो स्ट्याट्युटरी लिक्विडिटी रेसियो इन्क्लुडिङ CRR हुन्छ नेपालको हकमा र यो चाहिँ के हो त भनेर भन्दा सेन्ट्रल बैंकमा राखेको नगद सँगसँगै सरकारी प्रतिभूतिहरूमा गरिएको लगानी अर्थात् ट्रेजरी बिलहरू ट्रेजरी बोन्डहरूमा गरिएको लगानी कसले त बैंक फाइनेन्सियल इन्स्टिट्युसनहरूले। यो मानौँ 12% रहेको छ भने 12% सम्म अमाउन्ट चाहिँ सेन्ट्रल बैंकमा वा सेन्ट्रल बैंकले इस्यु गरेका गभर्मेन्ट सेक्युरिटिजहरूमा चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्ने बाध्यता चाहिँ हाम्रो के हुन्छ स्ट्याट्युटरी लिक्विडिटी रेसियो रहेको हुन्छ। यसलाई बढाइदिने हो भने थप रकम कहाँ जान्छ सेन्ट्रल बैंकमा रिजर्भको रूपमा रहन्छ। यसलाई घटाइदिने हो भने थप रकम सेन्ट्रल बैंकबाट मार्केटमा चाहिँ इन्जेक्ट हुने गर्दछ। यसरी चाहिँ यो ठ्याक्कै अहिले चाहिँ कुनै पोलिसी आज लागू गर्यो भने आजको भोलि चाहिँ यसको असर देखिन्छ। त्यही भएर यसलाई चाहिँ हामी एन्टिबायोटिक या भनौँ एलोप्याथिक औषधिको रूपमा लिन सक्छौँ। यसको आजको भोलि असर या आजको आजै असर देखिन्छ, एकदम छोटो समयमा असर देखिएको हुन्छ। अर्को रहेको छ गुणात्मक उपकरण। गुणात्मक उपकरण भनेको क्वालिटेटिभ टुल्सहरू जो चाहिँ एकदमै अहिलेको अहिले नै आजको भोलि नै असर नदेखिए पनि यसले लङ टर्ममा चाहिँ के गर्छ भन्दा त्यो मार्केटमा सप्लाई अफ मनीलाई चाहिँ ब्यालेन्स गर्ने काम गर्दछ। जसले चाहिँ मुद्राको मूल्य अर्थात् मुद्राको मूल्य भनेको ब्याज दर, बैंकले दिने ब्याज दर र बैंकले लिने ब्याज दर आफैमा धेरै सस्तो र धेरै महँगो नहोस् भन्नका लागि गरिने काम नै हाम्रो के हो त भन्दा मुद्राको मात्रालाई चाहिँ ठिक्कको अवस्थामा राख्ने
प्रयास हो यो कुरा गुणात्मक उपकरणबाट पनि प्रयोग गर्न सकिन्छ या त्यसलाई चाहिँ एउटा लेभलमा ल्याउन सकिन्छ जसलाई चाहिँ हामी क्वालिटेटिभ टुल्स भनेर भन्ने गर्दछौँ। यसमा चाहिँ मुख्य भनेको कर्जा नियन्त्रण जसलाई क्रेडिट रेसनिङ भन्छ। यो चाहिँ कुनै विशेष प्राथमिक क्षेत्रमा कर्जा लगानी गर्नु बाध्य पारिनु या कुनै क्षेत्रमा लगानी नगर्न चाहिँ एउटा सर्कुलर जारी गर्नु। सेन्ट्रल ब्याङ्कले यस्ता उपकरणहरू प्रयोग गरेर के गर्छ त भन्दा कुनै क्षेत्रगत कर्जाहरूलाई बढाउन वा घटाउन। जस्तो कृषि क्षेत्रमा मिनिमम 15% इन्भेस्टमेन्ट गर्नुपर्ने नियमन ल्यायो भने 15% कम्तीमा पनि कृषि क्षेत्रमा लगानी गर्नु पर्यो। यसले गर्दा क्षेत्रगत कर्जाहरू कम्तीमा एउटा क्षेत्रमा जाने भयो। नभए ब्याङ्कले चाहिँ फाइदा हुने क्षेत्रमा मात्रै जहाँ चाहिँ बढी नाफा हुन्छ जहाँ चाहिँ बढी ब्याज चार्ज गर्न सकिन्छ त्यो ठाउँमा मात्रै लगानी गरिदिन सक्छ। त यो कर्जा नियन्त्रण उपकरणहरू या क्रेडिट रेसनिङबाट पनि त्यो के भन्छ मुद्रा नियन्त्रण गर्न मुद्राको सप्लाई अर्थात् सप्लाई अफ मनीलाई चाहिँ नियन्त्रण गर्न सक्दछ। त्यसैगरी नैतिक दबाब यो मोरल एसोसिएसन यो चाहिँ के हो त भनेर भन्दा ब्याङ्कलाई चाहिँ कुनै एउटा नीतिगत रूपमा बाँड्ने उनीहरूलाई पनि नैतिकताको पाठ सिकाउने यस्तो यस्तो क्षेत्रमा लगानी गर्यो भने अर्थतन्त्रको यस्तो राम्रो के अरे अवस्था रहन्छ। यो क्षेत्रमा धेरै लगानी गर्ने यसले रिस्क बढाउन सक्छ। यो किसिमकोलाई चाहिँ नैतिक पाठहरू सिकाउने यो कुरा व्यापारी व्यवसायी इन्डिभिजुअलहरूलाई पनि गराउने। कर्जाको दुरुपयोग गरिनु हुँदैन। जुन उद्देश्यका लागि कर्जा लिएको त्यही क्षेत्रमा लगाउनु पर्छ। जस्तो वास्तविक पिक्चर हुन्छ बिजनेस र इन्कमको त्यही अनुसारको लोन र अन्य कुराहरू काम गरिनुपर्छ भन्ने कुराहरू नैतिक रूपले चाहिँ पाठ पढाउने। यसले चाहिँ कहीँ न कतै ओभरअल सिस्टममा एक किसिमको अननेसेसरी हाइप क्रिएट हुँदैन। अननेसेसरी एउटा चाहिँ ग्रोथ र डिक्लाइन रहँदैन जसले गर्दा जेन्युन प्रकृतिको अर्थात् अर्थतन्त्र वास्तवमा के छ र त्यही प्रकृतिको ऐना चाहिँ देखिन जान्छ। यो हाम्रो के हो त भनेर भन्दा नैतिक दबाबबाट पनि टुल चाहिँ युज गर्ने गर्दछ सेन्ट्रल ब्याङ्कले। त्यसैगरी प्रत्यक्ष कारबाही डाइरेक्ट एक्सन यसमा चाहिँ सेन्ट्रल ब्याङ्कले केही नियमहरू बनाइदिएको हुन्छ। ती नियमहरूलाई चाहिँ उल्लङ्घन गरेको खण्डमा ब्याङ्क वित्तीय संस्था र अन्यहरूलाई चाहिँ के गर्छ कारबाही गर्ने गर्दछ। त यसरी पनि प्रत्यक्ष कारबाही सम्बन्धी विधिबाट पनि के गर्छ त मौद्रिक मात्रालाई चाहिँ बजारमा नियन्त्रण गर्ने काम गर्दछ। नेपालको वर्तमान मौद्रिक नीतिको अवस्था के कस्तो रहेको छ त वर्तमान मौद्रिक नीति 2082-83 का लागि आएको छ जुन हाम्रो चाहिँ असाढमै योपालि ल्याइएको छ। सामान्यतया मौद्रिक नीति भनेको हाम्रो बजेट आइसके पछाडि सरकारले ल्याउने आर्थिक वर्षको आम्दानी र खर्चको विवरण जसलाई चाहिँ हामी बजेट भन्छौँ। बजेट अहिले चाहिँ संविधानमै व्यवस्था भएअनुसार जेठ 15 गते ल्याइनुपर्ने हुन्छ। बजेट आइसके पश्चात चाहिँ मौद्रिक नीति ल्याउने गर्दछ। मौद्रिक नीति सेन्ट्रल ब्याङ्क अर्थात् नेपाल राष्ट्र ब्याङ्कले नै ल्याउने गर्दछ। मौद्रिक नीति 2082-83 को महत्त्वपूर्ण बुँदाहरू यहाँ केही प्रमुख प्रावधानहरू र नीति उद्देश्यहरू प्रस्तुत गरिन्छ जो नेपाल राष्ट्र ब्याङ्कले ल्याएको मौद्रिक नीति दस्तावेजमा उल्लेख गरिएका छन् जसको आधारमा तपाईहरुलाई चाहिँ मौद्रिक नीतिको बारेमा छोटो जानकारी एउटा सारांशको रूपमा प्राप्त गर्न सकिन्छ। मुख्य गरी क्षेत्र के तोकेको छ त भनेर भन्दा क्षेत्र एउटा मूल्य स्थिरता मूल्य चाहिँ स्थायित्व गर्ने गरी मूल्यलाई चाहिँ धेरै बढ्न र एकदमै कम हुन नदिनको लागि मुद्रास्फीति 5% को आसपास राख्ने गरी लक्ष्य राखेको छ। त्योभन्दा धेरै माथि हुन पनि नदिने गरी किनभने मुद्रास्फीति एकदमै र्यापिडली बढ्न सक्छ। त्यसलाई कन्ट्रोल गरेर 5% मा राख्ने गरी विदेशी मुद्राको भण्डार भनेको कम्तीमा 7 महिनाको लागि आयात धान्ने गरी विदेशी मुद्राको भण्डार कायम गर्ने नीति राखेको छ। यो चाहिँ हाम्रो मौद्रिक नीतिको एउटा आधार भयो। त्यसैगरी अर्थतन्त्रको वृद्धिको लागि कुरा गर्ने हो भने यो 6% जो अहिले हाम्रो बजेटले चाहिँ राखेको लक्ष्य छ आर्थिक वृद्धि 6% को लक्ष्य प्राप्त गर्ने एउटा भनौं नीति मौद्रिक नीतिले ल्याएको छ। त्यसैगरी नगद आपूर्तिको वृद्धिको कुरा गर्ने हो भने ब्रड मनी जसलाई चाहिँ बृहत मुद्रा प्रदाय भन्छौं यो 13% को हाराहारी रहने एउटा अनुमान गरिएको छ र निजी क्षेत्रतर्फको कर्जा हेर्ने हो भने 12% को लक्ष्य राखिएको छ। हुन त विगतका केही वर्ष अगाडिको कुरा गर्ने हो विगत 3-4 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा एभरेजमा त्यसको 20 वर्ष अगाडिसम्मको एभरेज हेर्ने हो भने 20-22% को एनुअल ग्रोथ चाहिँ हामी निजी क्षेत्रतर्फको कर्जामा देख्छौं। तर कोभिड पछाडिको समयमा चाहिँ राष्ट्र बैंकले चाहिँ 8-10-12% को लक्ष्यहरू राखे पनि यो एकदमै कम 5%, 6-7%, 7-8% मात्रै कर्जा क्षेत्रमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि भएको देखिन्छ जुन यो वर्षकोमा 12% लक्ष्य राखिएको छ। सबै अवस्था ठिकठाक रह्यो भने यो 12% लक्ष्य प्राप्त हुन सक्छ। इन्ट्रेस्ट रेट करिडोर यो ब्याज दरको एउटा चाहिँ सीमाको कुरा गर्ने हो भने बैंक रेट 6% अपर लिमिट गरेर राखिएको छ र लोअर लिमिट चाहिँ 2.75% राखिएको छ र पोलिसी रेटलाई चाहिँ 4.5% मा
एउटा स्ट्यान्डर्ड रेट चाहिँ राखिएको छ, जसलाई चाहिँ हामी पोलिसी रेट भन्छौँ, नीतिगत दर भन्ने गर्दछौँ। यो के हो त भन्दा ब्याङ्क दर 6% भन्यो भने ब्याङ्क वित्तीय संस्थाले ऋण लिँदा अधिकतम सेन्ट्रल ब्याङ्कलाई तिर्नुपर्ने ब्याज 6%। र त्यसै गरी ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसनहरूबाट कुनै डिपोजिट कलेक्सन गर्छ भने उनीहरूलाई चाहिँ सेन्ट्रल ब्याङ्कले इन एन एभरेज 2.75% इन्ट्रेस्ट रेट दिन सक्छ। र त्यसै गरी सर्ट टर्ममा ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसनले इन्टर ब्याङ्क रेटहरूदेखि लिएर सेन्ट्रल ब्याङ्कसँग कुनै डिल गर्छ भने त्यो 4.5% को एभरेजमा मार्केटमा चलिरहोस्, एकदम लो 2.75 मा पनि नझरोस्, एक्सट्रिम 6% पनि नपुगोस् र एउटा आइडियल रेट 4.5% पुगोस् भन्नका लागि यो एउटा इन्ट्रेस्ट रेट करिडोरको मेकानिजम सुरु गरेको छ, जस अन्तर्गत यी रेटहरू केही राखेको छ। त्यसरी खुला बजार सञ्चालन, ओपन मार्केट अपरेसन, तरलता नियन्त्रणका लागि अटोमेटेड एउटा सिस्टम या भनौँ नियममा आधारित खुला बजार अपरेसन गर्ने नीति राखेको छ, जस अन्तर्गत समय समयमा सेन्ट्रल ब्याङ्कले विभिन्न त्यस्ता भनौँ नोटिसहरू मार्फत मार्केटमा एक्सेस रहेको फन्डलाई चाहिँ कलेक्ट गरिरहेको पनि हुन्छ, आवश्यक पऱ्यो भने फन्ड प्रोभाइड पनि गर्छ। विगत केही समय यता सेन्ट्रल ब्याङ्कले चाहिँ क्यास के अरे यो एब्जर्भ गर्ने काम मात्रै गरिरहेको छ, अर्थात् बजारबाट नगद प्रशोचन गर्ने काम चाहिँ गरिरहेको हामी पाउँछौँ। त्यसरी कर्जा वितरण विभागीय प्राथमिकता क्षेत्रहरूमा कुरा गर्ने हो भने कृषि क्षेत्रमा, ऊर्जा क्षेत्रमा र अविकसित क्षेत्रहरूमा कर्जा प्रभाव बढाउने गरी काम गरेको प्रयास गर्ने नीति लिएको छ। त्यसै गरी कर्जा जोखिम व्यवस्थापन सुधार गर्ने नीतिहरू चाहिँ राखेको छ यो मोनेटरी पोलिसीमा। यसै गरी नियमन र पर्यवेक्षण सुधार सम्बन्धीको क्षेत्र हेर्ने हो भने एनपिएल नन पर्फर्मिङ लोन जो चाहिँ एकदम अत्यधिक दरमा बढिरहेको छ विगत केही समयदेखि, यसलाई चाहिँ व्यवस्थापन गर्ने, पुँजी पर्याप्तता बढाउने, ब्याङ्कहरूमा निगरानी बढाउने, व्यवस्थाहरू सुधार गर्ने उपायहरू राखिएका छन्। त्यसै गरी नयाँ प्रविधि र डिजिटल वित्तीय समावेशीकरणको क्षेत्र सम्बन्धी कुरा गर्ने हो भने राष्ट्रिय भुक्तानी स्विच, नेसनल पेमेन्ट स्विचहरू सम्बन्धी काम गर्ने, डिजिटल वित्तीय नवप्रवर्तन सम्बन्धी कामहरू गर्ने, ग्राहक सुरक्षाका लागि नीतिगत नीतिहरू लागू गर्ने सम्बन्धी योजनाहरू राखिएको छ। यसरी यो मोनेटरी पोलिसीले यी विभिन्न क्षेत्रहरूमा विशेष नीतिहरू राखेको चाहिँ हामी पाउँछौँ। अब मौद्रिक नीतिले अर्थतन्त्रमा पार्न सक्ने सम्भाव्य प्रभावहरूको कुरा गर्ने हो भने सकारात्मक प्रभाव र नकारात्मक प्रभाव सम्बन्धी हामी कुरा गर्न सक्छौँ। अब मोनेटरी पोलिसी त राम्रो कामका लागि आउने हो, राम्रो काम गर्ने भनेर भनिएको हो, तर सँगसँगै यसको चाहिँ मोनेटरी पोलिसीको युजले चाहिँ केही नेगेटिभ इम्प्याक्ट पनि इकोनोमीमा या भनौँ अर्थतन्त्रमा चाहिँ पर्न सक्छ। ती सम्बन्धी कुराहरू हामी गरौँ। सकारात्मक प्रभावमा चाहिँ ब्याजदर घट्दा लगानी र क्रेडिट प्रभाव बढ्न सक्छ, एउटा राम्रो हो। ब्याजदर कन्ट्रोल गर्न सक्यो भने मूल्य स्थिरता र आर्थिक पूर्वानुमानमा विश्वास गर्न सकिन्छ, जसो सेन्ट्रल ब्याङ्कले त्यो इफोर्ट लगायो सप्लाई अफ मनीलाई चाहिँ कन्ट्रोल गर्ने हो भने इन्फ्लेसन धेरै हुन दिँदैन, एउटा चाहिँ सर्टेन रेन्जभित्र राख्न सफल भयो भने त्यसले कहीँ न कतै इकोनोमी एउटा इस्टाब्लिस एउटा स्थायित्व भनौँ एउटा पूर्वानुमान गर्न सक्ने अवस्था रहन्छ। त्यसै गरी विदेशी मुद्राको भण्डारण पर्याप्त हुँदा या बलियो हुँदा यसले चाहिँ आयात गर्नुपर्ने जे कुरा पनि हामी मजाले आयात गर्न सक्छौँ। अब विभिन्न समयमा विभिन्न देशहरूले त्यस्तो वैदेशिक सामग्रीहरू आयात गर्न नसक्ने कन्डिसन सिर्जना भएको हुन्छ। हामीले कोभिड पछाडिको समयमा श्रीलङ्काको अवस्था देख्यौँ, त्यहाँ औषधि पेट्रोलियम प्रोडक्टहरू पनि आयात गर्न नसक्ने अवस्था रहेको थियो विदेशी मुद्राको अभावले। पाकिस्तानमा त्यो अवस्था हामीले देख्यौँ। इभन नेपालमा पनि नेपाल राष्ट्र ब्याङ्कले कोभिड पछाडिको समयमा, पहिलो कोभिड पछाडिको समय, दोस्रो कोभिड पछाडिको समयमा विभिन्न त्यस्ता वस्तुहरूको नामै तोकेर महँगा गाडीहरू, महँगा मोबाइल फोनहरूदेखि लिएर बासमती चामलदेखि लिएर केही चिप्स कुरकुरेदेखि लिएर अन्य कुराहरू, विदेशी रक्सी मदिराहरूदेखि लिएर यी कुराहरूमा चाहिँ आयातमै रोक लगाएको थियो। किनभने हामी पर्याप्त विदेशी मुद्राको भण्डारण छैन, पर्याप्त विदेशी मुद्राको सञ्चय छैन भने हामी त्यस्ता सामग्रीहरू चाहिँ सहज रूपले आयात गर्न सक्दैनौँ। यसले गर्दा यो विदेशी मुद्राको भण्डारण बलियो पार्ने गरी मौद्रिक नीति ल्याइयो भने यसले हामीलाई चाहिँ विदेशी सामग्रीहरू या आयात गर्नुपर्ने सामग्रीहरू पर्याप्त आयात गर्न सक्छौँ भन्ने एउटा आधार दिन्छ। वित्तीय समावेशीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गर्दछ। समावेशीकरणको कुराहरूलाई सबै क्षेत्रमा ब्याङ्क वित्तीय संस्था, ब्याङ्क वित्तीय सेवाहरू सहज रूपले पुर्याउने गरी मोनेटरी पोलिसी मार्फत एड्रेस गर्न सकिन्छ। अब यसका केही नेगेटिभ एस्पेक्टहरू पनि रहेका हुन सक्छन्, जस्तो अत्यधिक तरलता हुँदा मुद्रास्फीति बढ्न सक्छ, जसो कहिलेकाहीँ एक्सपान्सनरी मोनेटरी पोलिसी ल्याउनु पर्ने बाध्यता हुन्छ भने त्यसले कहीँ न कतै इन्फ्लेसन अन्य कुराहरूलाई चाहिँ बढाउने काम गर्न सक्छ। त यो एउटा नेगेटिभ पाटो रहन्छ। जस्तो ब्याङ्क वित्तीय संस्थाहरूमा कर्जाहरूलाई वृद्धि गर्ने गरी पोलिसीहरू ल्याइयो, त्यस्ता कामहरू गर्यो भने यसले कहीँ न कतै एनपिएलहरू बढाइदिने अर्थात् नन पर्फर्मिङ लोनहरू बढाइदिने काम गर्न सक्छ। यो एउटा अर्को समस्याको रूपमा रहन सक्छ। त्यसै गरी विनिमय दर दबावहरू, जस्तो विदेशी मुद्राको सञ्चित बढ्ने वा घट्ने कारणले गर्दा विदेशी मुद्राको विनिमय दरमा चाहिँ प्रभाव पार्छ। हामीसँग पर्याप्त विदेशी मुद्रा भयो भने अब हामीलाई चाहिँ धेरै मुद्रा चाहिएन भने एकदम सस्तोमा त्यसको डिल हुन सक्छ भने कहिलेकाहीँ सर्टेज भएको बेला एकदम एक्सेस
प्राइस चाहिँ हामीले पे गर्नुपर्ने हुनसक्छ, प्रिमियम प्राइस चाहिँ पे गर्नुपर्ने हुनसक्छ। त्यसले चाहिँ विश्व परिवेशमा पनि यसको असर, जसो विश्व परिवेशमा भएको परिवर्तनले गर्दा पनि त्यो हाम्रो संचितीमा असर परिरहेको हुन्छ। डलरको डिमान्ड वर्ल्ड वाइड मार्केटमा बढ्यो भने पनि हामीलाई चाहिँ त्यसको प्रभाव पर्छ। एकदम सप्लाई त्यसको बढ्यो भने त्यसको प्राइसमा डिक्रिज भयो भने पनि हामीलाई असर पर्छ। त आन्तरिक र बाह्य कारणबाट त्यसको डिमान्ड सप्लाईमा इम्प्याक्ट पर्दा कहीँ न कतै त्यसको असर चाहिँ हाम्रो चाहिँ वैदेशिक मुद्रा सञ्चिति उनीहरूको रेटमा पनि पर्ने गर्दछ। यो एउटा नेगेटिभ बाटो रहन सक्छ। त्यसैगरी प्रविधि र प्रणालीगत सुधार्न को लागि अब एक किसिमको चुनौती थपिदिन सक्छ। जसो मौद्रिक नीतिहरूले केही रेस्ट्रिक्सनहरू ल्याइदिएको हुनसक्छ, या भनौँ कुनै त्यस्ता कुराहरूलाई चाहिँ सप्रेस गरिदिन सक्छ, कुनैलाई चाहिँ अलिक बढी प्रायोरिटी दिन सक्छ भने यसले गर्दा जो एउटा मार्केट आफ्नो लयमा जान सक्छ त्यो कुरालाई कहीँ न कतै सप्रेस गरेको हामी पाउँछौँ। अब मोनेटरी पोलिसी सम्बन्धी केही हामीले सरसुझावहरू दिन सक्छौँ त भन्ने कुरामा डेफिनेटली मौद्रिक नीति केवल केन्द्रीय ब्याङ्कको मात्र काम नभई सरकारको बजेट नीतिहरू, संरचनात्मक सुधार र आर्थिक परिदृश्यलाई जोडेर काम गर्नुपर्ने हुन्छ। यो कम्प्लिटली एउटा टेक्निकल डकुमेन्ट सेन्ट्रल ब्याङ्कबाट मात्रै आएकोमा यसले चाहिँ मार्केटमा गर्नुपर्ने काम पर्याप्त रूपमा नगर्न सक्छ। यसले गर्दा यो सबै क्षेत्रको इन्डिभिजुअल, बिजनेस, कुनै गभर्मेन्ट या गभर्मेन्टको बजेट अनि सेन्ट्रल ब्याङ्क सबै याबद्ध पक्षहरूलाई चाहिँ जोडेर चाहिँ के गर्न सकिन्छ, मोनेटरी पोलिसीलाई इफेक्टिभ रूपमा ल्याउन सकिन्छ। नीतिहरूलाई बढी लचिलो एकोमोडेटिभ बनाउँदै लगिनु पर्ने जरुरी देखिन्छ। तर यो भनिरहँदा जोखिमलाई पनि नियन्त्रणमा राख्ने तालमेल हुनुपर्दछ। जो चाहिँ ग्रोथलाई सपोर्ट गर्ने, मनी सप्लाई त बढाउने, तर मनी सप्लाई बढायो भने कहीँ न कतै प्राइस अफ द प्रोडक्ट एन्ड सर्भिसेस, कमोडिटीको प्रोडक्ट बढ्ने हो भने त, कमोडिटीको प्राइस बढ्ने हो भने त त्यसले फेरि मार्केटमा नेगेटिभ इम्प्याक्ट पर्छ। हो यो कुराको तालमेल बनाउने गरी मोनेटरी पोलिसी ल्याउने हो भने त्यसले कहीँ न कतै इकोनोमीलाई बढी पोजिटिभ एड्रेस गर्न सक्छ। त्यसैगरी डिजिटल वित्तीय सेवा र नवप्रवर्तनहरूलाई निरन्तर विकासको लागि विकास गर्नुपर्ने आवश्यकता देखिन्छ भने जसले गर्दा सम्पूर्ण नागरिकहरू, बैंक वित्तीय संस्थाहरूको सेवा चाहिँ सहज रूपले पुर्याउन सकिने अवस्था चाहिँ रहन्छ। त यसरी मोनेटरी पोलिसीलाई अझै हामी इफेक्टिभ रूपमा लग्न सक्छौँ। आज हामीले बुझ्यौँ कि मौद्रिक नीति भनेको किन महत्त्वपूर्ण छ, नेपालले अहिले कस्तो मौद्रिक नीति चाहिँ अवलम्बन गरेको छ, अनि त्यसले अर्थतन्त्रमा के प्रभाव, के असर पुर्याउन सक्छ भन्ने कुराहरू। यदि तपाईँलाई यो विषय मन पर्यो भने प्लिज लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र कमेन्टमा आफ्नो प्रश्न वा सुझाव राखिदिनुहोस्। कुनै थप टपिकहरूमा या यही सम्बन्धी टपिकमा पनि कुनै विशेष क्षेत्रको तपाईँहरूलाई जानकारी आवश्यक पर्छ भने कमेन्ट गर्नुहोला। म अर्को भिडियोमा ती कुराहरूलाई डेफिनेटली समावेश गर्नेछु। धन्यवाद।